सम्पूर्ण साथीहरुमा नमस्कार। यो भिडियोमा हामी आइएमसिआई अर्थात् सिबिआइएमएनसिआई कार्यक्रममा सेवाग्राहीलाई कसरी सेवा दिन सकिन्छ भनेर हेर्नेछौँ। सिबिआइएमसिआई अन्तर्गत शिशुलाई दर्ता गरेर सेवा दिनको लागि सर्वप्रथम तपाईले नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन भन्ने कार्यक्रम छनौट गर्नुहोला। यहाँ तपाईको यहाँभन्दा अगाडि लिएका सेवाग्राहीहरूको नाम देखिन्छ र तपाईको अर्गनाइजेसन युनिट अन्तर्गत यहाँभन्दा पहिला आएका सेवाग्राही भयो। यदि यी सेवाग्राहीलाई सेवा दिने हो अथवा खोजेर पहिला दर्ता भएको शिशुलाई सेवा दिने हो भने सर्च अप्सनमा गएर खोजेर सेवा दिन सक्नुहुन्छ। अथवा पहिला दर्ता भएको छैन, पहिलो पटक हो भने हामी क्रिएट न्यू सेवाग्राही गरेर सेवा दिन्छौँ। सर्च गर्न र क्रिएट कसरी गर्ने भनेर योभन्दा अघिल्ला भिडियोहरुमा यहाँहरूले देख्न सक्नुहुन्छ। अहिले मैले सीता थापा भन्ने शिशुलाई नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन अन्तर्गत सेवा दिँदैछु। त्यसको लागि मैले सीता थापा भन्ने मलाई यहाँ सेलेक्टरमा लगेँ। लगिसकेपछि क्रिएट केस म्यानेजमेन्ट 2 to 59 मन्थ इभेन्ट्स भनेर जुन देख्नुहुन्छ यो प्लस साइन भएको लास्टमा यहाँ क्लिक गर्नुभयो भने तपाईको एउटा फर्म खुल्छ। यो फर्ममा तपाई अब क्रमशः बढ्दै जानुहुन्छ। यहाँ दिएका विवरणहरू यहाँ आजको दिन राख्ने बित्तिकै तर तपाईको शिशुको उमेर आफै आइहाल्छ। अरु विवरणहरू जस्तो साउनको महिना पछि पहिलो पटक आएको छ भने हामी मूल दर्ता नयाँ भन्छौँ। यदि साउन पछि दोस्रो पटक अथवा तेस्रो पटकको भेट हो भने हामी पुरानो भन्छौँ। अहिलेलाई नयाँ भेट भनौँ। भेटको प्रकार यो आइएमसिआई को यो समस्या लिएर चाहिँ शिशु पहिलो पटक आएको छ, त्यसले गर्दा मैले नयाँ भेट भने र शिशु आफै आएको छ, त्यसले गर्दा मैले सेल्फ लगाएँ। शिशुको तौल 43 महिनाको शिशु छ, त्यसले गर्दा मैले 17 केजीको शिशु भने कम तौल नभएको भनेर आयो। हाइटमा मैले 100 सेन्टिमिटर भनेर राखेँ, त्यसले गर्दा ख्याउटेपना र यो वेस्टिङ पनि नभएको भनेर आयो। शिशुको जेड स्कोरहरू तपाईले यहाँ फिडब्याक भन्ने सेक्सनमा यहाँ टपमा देख्न सक्नुहुन्छ। राइट साइडमा यहाँनिर जानुभयो भने यो जेड स्कोरहरू तपाईँ देख्न सक्नुहुन्छ र जेड स्कोर अनुसारको वर्गीकरण तपाईको यहाँ डिस्प्ले गर्छ। अब आइएमसिआई को प्रोटोकल अनुसार थप जाँचहरू हामी गर्दै जान्छौँ। खतराको चिन्ह छैन भने खोकी लागेको भनेर मैले एस गरेँ। प्राय हाम्रो शिशुहरू हेल्थ पोस्टमा खोकी लागेर आउने गर्छन्। कति दिनदेखि भन्दा अहिले 4 दिनदेखि खोकी लागेको छ, कुखा हानेको छैन, सास दर 45 छ, यो विज सुनिँदैन, स्टाइडर सुनिँदैन भने तपाईको विचारमा यो के वर्गीकरण हुनुपर्ने हो? यो वर्गीकरण यहाँ आफै आउँछ। तर आफै आउने ठाउँमा यहाँ तपाईले यस्तो इन्टु अर्थात् क्रस गर्न मिल्ने देख्नुभयो भने यसलाई क्रस गरिदिनु भयो भने यो शिशुको सही वर्गीकरण यहाँभित्र देखिएको हुन्छ। किन भन्दा हामीले पछि विवरणहरू हाल्दै जाँदा कहिलेकाहीँ सुरुमा नो निमोनिया भनेको शिशु पछि हालेको विवरणले निमोनिया भइदिन्छ। त्यसले गर्दा यो क्लासिफिकेसनमा यो तपाईले क्रस गर्न मिल्ने गरी आएको छ भने त्यसलाई क्रस गरिदिनु होला अनि बल्ल सही वर्गीकरण तपाईँ देख्न सक्नुहुन्छ। अहिले हामी सास दरलाई 35 मा राखिदियौँ भने यो शिशुको फेरि वर्गीकरण परिवर्तन भयो, तर यहाँ निमोनिया देखिरहेको छ। त्यसले गर्दा यसलाई मैले इन्टु गरेँ भने निमोनिया नभएको रुगाखोकी यसको सही वर्गीकरण हुन्छ। अहिलेलाई यो शिशुलाई 45 नै राखियो भने यो शिशुलाई निमोनिया भएको छ। यहाँनिर बन्द गऱ्यौँ भने ब्याकग्राउन्डमा तपाईँ निमोनिया डायग्नोसिस भएको देख्न सक्नुहुन्छ। पखाला लागेको पनि छ भनौँ, कति दिनदेखि भन्दा 14 दिनदेखि 17 दिनदेखि पखाला लागिरहेको छ भने के हुन्छ? क्रोनिक डायरियाको पनि दीर्घ पखाला भनेर वर्गीकरण आयो। दिशामा रगत देखिएको छ भन्यौँ, आउँ रगतको पनि वर्गीकरण आयो। अब तपाईले आँखा गढेको पनि छ भन्नुभयो, छटपट्टि निवा झिझिने गर्छ भन्नुभयो, छाला तानेर छोड्दा सामान्य रूपमा फर्कन्छ भन्नुभयो, झोल खानेकुरा दिन दिँदा खुब तिर्खा जेगरी पिउँछ भन्नुभयो भने यो बच्चालाई केही दीर्घ पखाला यो मिल्यो। यो कडा दीर्घ पखाला छ, यो किनभने डिहाइड्रेसन सहित उसलाई चाहिँ क्रोनिक डायरिया छ, त्यसले गर्दा उसलाई कडा दीर्घ पखाला भयो, दिशामा रगत देखिएको छ, आउँ रगत भयो। यसमा के उपचार गर्ने? जलवियोजनको लागि के उपचार गर्ने? दीर्घ पखालाको लागि के उपचार गर्ने भनेर सर तपाईले यहाँ देख्न सक्नुहुन्छ। अहिले ज्वरो आएको छैन भने मैले ज्वरो आए पनि फिल्डहरू तपाईँ देख्न सक्नुहुन्छ, त्यसै गरी राखिएको छ। सबै बढ्दै जानु होला। 3 महिना त दादुरो आएको छ, अहिलेलाई नो गरेँ, छ भने पनि त्यस्तै देख्नुहुन्छ। कानको समस्याको लागि तपाईले एस गरेर त्यहाँभित्रका विवरणहरू भर्न सक्नुहुन्छ। जस्तो कानको पछाडि सुन्निएको भन्ने बित्तिकै सुन्निएको छ भन्ने बित्तिकै कानको एक्युट सङ्क्रमण भयो, सुन्निएको छ भन्ने बित्तिकै कानको मास्टोइडाइटिस भयो, के गर्ने भनेर एमपिसिलिन दिएर तुरुन्त रेफर गर्नु भन्ने भयो। कति दिनदेखि भन्दा 3 दिनदेखि भने मैले
यो विवरण मास्टोइडाइटिस नै भइहाल्यो। अहिले पोषणको मूल्याङ्कन मैले गरिनँ, तर सामान्यतया प्रोटोकल अनुसार पोषणको मूल्याङ्कन गर्नुपर्छ। त्यसले गर्दा एस गरेर विवरणहरू भरिदिनु होला। एचआइभी र क्षयरोगको पनि अहिले मूल्याङ्कन गरिनँ। मुख्य अन्य वर्गीकरण मलाई गर्नु पर्दैन, किन भन्दा यहाँ माथि वर्गीकरणहरू आइ नै सक्यो। कहिलेकाहीँ चोटपटक लागेर मात्रै शिशु आएको छ, माथि कुनै पनि नो 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 छ, एउटा पनि वर्गीकरण छैन भने तपाईँले अन्य वर्गीकरणमा एस गरेर यहाँ कट इन्जुरी भनेर लेख्न सक्नुहुन्छ। कट इन्जुरी भनेर लेख्नुभयो भने के भयो, अन्य वर्गीकरण भयो। अब ओपिडीमा यो शिशुलाई कुन डायग्नोसिसको लागि लैजाने त? जस्तो यो शिशुको त कट इन्जुरी पनि भयो, मास्टोइडाइटिस पनि भयो, डिसेन्ट्री पनि भयो, क्रोनिक डायरिया पनि भयो, सम डिहाइड्रेसन पनि भयो, यसपछि निमोनिया पनि भयो भने अब तपाईँले यो मध्येबाट उसलाई कुन क्लासिफिकेसनमा लगेर ओपिडीमा काउन्ट गराउने हो, त्यो कुरा यहाँ लेख्नुपर्छ। मैले अहिले निमोनिया भनेर सेलेक्ट गरेँ, त्यसले गर्दा अब यो निमोनियामा काउन्ट हुन्छ। औषधिहरू मैले अहिले एमोक्सिसिलिन दिएँ। अहिले मैले सामान्यतया यसलाई दिएँ, टिडिएस खाना दिएँ। कति दिनलाई भन्दा 7 दिनलाई दिनुपर्छ। 2 बोतल दिएँ। कति दिनलाई दिएँ भने 7 दिनलाई दिएँ। यो तपाईँले हिसाब किताब गरेर राख्नु होला। अर्को ओआरएस पनि दिएँ। कति दिएँ भन्दा आवश्यकता अनुसार खाना भने 3 प्याकेट दिएँ। 3 दिनलाई पुग्ने दिएँ। यसरी तपाईँले छनौट गर्न सक्नुहुन्छ। जिङ्क पनि दिएँ, डायरिया भएको छ। कति एमजी भन्दा 20 एमजीको दिनु पर्यो शिशुलाई। दिनमा एकपटक खुवाउने भनेर दिएँ। 10 ट्याब्लेट दिएँ, 10 दिनलाई दिएँ। यसरी तपाईँ औषधिहरू लेख्दै जानुहुन्छ। 5वटासम्म तपाईँले यहाँ औषधिहरू थप्न सक्नुहुन्छ। अब निमोनिया भएको छ, त्यसले गर्दा मैले एमोक्सिसिलिन दिएँ। यहाँ रातो आइरहेको छ, यो बच्चालाई डिहाइड्रेसन छ, त्यसले गर्दा मैले यसमा ओआरएस र जिङ्क पनि दिएको छु। यति गरिसकेपछि अब कहिले बोलाउने भनेर तपाईँले यहाँ राख्न सक्नुहुन्छ। कति गते, आज 7 गते भयो। सामान्यतया निमोनिया भएको शिशुलाई हामीले कहिले बोलाउने भनेर माथि तपाईँ देख्न सक्नुहुन्छ। यो केसमा त तुरुन्त रेफर गर्नुपर्ने छ। हामी कहाँ नबोलाएर तुरुन्त रेफर पनि गर्न सक्छौँ। यदि अर्कोचोटि बोलाउने हो भने नेक्स्ट भिजिट हामी सेड्युल गर्छौँ र फलोअप को लागि हामी यहाँ दिन्छौँ परामर्श। के दियौँ त आज भन्दा खाना सम्बन्धी, स्तनपान सम्बन्धी तत्काल अर्को भेट सम्बन्धी परामर्श दियौँ र यसलाई हामीले कम्प्लिट गर्छौँ। यदि हामीले अर्को भिजिट सेड्युल गर्ने हो भने एस गर्छौँ, होइन भने नो गर्छौँ। नो गरिसकेपछि तपाईँकोमा यहाँ आज भरेको 1 महिना 7 गते भरेको इभेन्ट यसरी यहाँनिर आएर बस्छ। यसलाई क्लिक गर्नुभयो भने तपाईँले आज भरेको विवरणहरू यहाँ सरसर्ती हेर्न सक्नुहुन्छ। हामीले निमोनिया भएको थियो, केही जलवियोजन दीर्घ पखाला, यसरी तपाईँले आज गरेको डिटेलहरू चाहिँ यसरी इभेन्टभित्र हेर्न सक्नुहुन्छ र इभेन्टलाई सेभ गर्न सक्नुहुन्छ। यति भइसकेपछि तपाईँको आइएमसिआईको सेवा पुरा भयो। तर तपाईँले ख्याल गर्नुपर्ने कुरा, तपाईँले भरिसकेपछि यहाँ यो कम्प्लिटेड भनेर यहाँ यो लाइनमा आजको मितिमा यो देखिनुपर्छ। अर्थात् तपाईँले जति गते सेवा दिनुभएको हो त्यति गते यहाँ यो कम्प्लिटेड भनेर भएर बसेको हुनुपर्छ यो इभेन्ट। यदि इभेन्ट देखिएन, यहाँ बसेन भने तपाईँले सेभ गर्न जान्नु भएन वा सेभ भएन भनेर हामीले सम्झनु पर्यो। र यदि सेभ नभएको खण्डमा चाहिँ तपाईँले आफ्नो यो कार्यक्रम हेर्ने सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न सक्नुहुन्छ र तपाईँको समस्याको विषयमा अवगत गराउन सक्नुहुन्छ। यसरी हामी आइएमसिआई कार्यक्रम अन्तर्गत ग्रेटर देन 2 को शिशुको व्यवस्थापन गऱ्यौँ। यसै गरी अब यो शिशुलाई बन्द गरेर हामी अर्को शिशुलाई सेवा दिनुपर्ने छ भने हामी सर्वप्रथम सेवाग्राही बन्द गर्छौँ र सेवाग्राहीलाई अब हामी लेस देन 2 को शिशुलाई सेवा दिनु छ एउटा शिशुलाई भने यो राधिका थापा भन्ने शिशु लेस देन 2 को शिशु रहेछ। अहिले हामी पहिलाको इभेन्टलाई मैले यहाँबाट डिलिट गरिदिएँ र लेस देन 2 को सेवा दिनको लागि लेस देन 2 को इभेन्टमा यहाँनिर मैले शिशु सबभन्दा पहिला भेट्न पर्यो। अन्डर 2 को शिशु को हो भनेर 2 महिनाभन्दा मुनिका शिशुहरू खोज्नको लागि हामी यो मोर फिल्टर भन्ने अप्सनमा क्लिक गरेर प्रोग्राम स्टेजबाट लेस देन 2 मा क्लिक गर्न सक्छौँ। अपडेट गऱ्यौँ भने यहाँ हामी कहाँ भएका 2 महिनाभन्दा मुनिका शिशुहरू यहाँ सेवा लिएका शिशुहरूको विवरण देखिन्छ। अहिले मैले यसलाई बन्द गरेँ र यहाँ जन्म मिति दिएको छ 2082 12/5 भनेपछि यो शिशु लेस देन 2 को शिशु हो। त्यसले गर्दा मैले यहाँ क्लिक गरेँ। 2 महिनाभन्दा मुनिको शिशुलाई सेवा दिनको लागि यो प्लस न्यू केस म्यानेजमेन्ट लेस देन 2 इभेन्ट भन्नेमा क्लिक गर्नु पर्यो। र यसै गरी अहिले सेवा दिएको मिति कुन हो आज लेख्छौँ। नयाँ भेट हो कि पुरानो भेट हो यहाँ लेख्छौँ। शिशुको तौल कति छ, 32 दिनको भएछ शिशु है। शिशुको तौल आज 4 केजी छ भने
जेड स्कोर 0.33 मा आउँदो रहेछ है। सास दर कति छ शिशुको, मानौ 50 छ, शिशुले यो कुनै पनि खतराको चिन्हहरू अहिले छैन र शिशुको चाहिँ नाभि पाकेर सपोज तपाईँ कहाँ आएको छ भने हामीले यहाँ सबै नो गऱ्यौँ, यहाँ नो गऱ्यौँ, ज्वरो आएको छैन, जन्डिस भएको छैन, नाभिबाट पिप भएको वा रातो भएको यास छ, नाइटोको रातोपना फैलिएको, नाइटोको रातोपना पिप भएको रातोपना नफैलिएको छ भनेको ब्याक्टेरियाको स्थानीय सङ्क्रमण भयो। त्यसको लागि सिप्रोफ्लोक्सासिन आइआर ड्रप लगाउने भनेर आयो, जिबी लगाउने भनेर आयो, एमोक्सिसिलिन 2 चक्की खुवाउने भनेर आयो, एक तत्कालै 1 मात्रा र दिनको 2 मात्रा 5 दिनसम्मको लागि। र पखाला लागेको मैले अहिले शिशुलाई छैन भने पोषणको मूल्याङ्कन मैले गर्नुपर्छ। ठोस खानेकुरा दिएको छैन, स्तनपान अहिले मानव 10 पटक गराएको छ भने हाम्रो स्तनपान सम्बन्धी समस्या भयो, किन भन्दा 12 पटकभन्दा कम भयो। स्तनपान मैले अवलोकन गरिनँ। यदि अगाडि तपाईँले स्तनपान अवलोकन गराउनु भयो, आमालाई स्तनपान गराउन लगाउनु भयो भने एस गरेर उसको आसन र सम्पर्कहरू मिलेको छ कि छैन हेर्नुहोला, र आसन र सम्पर्क मिलेन भने त्यो अनुसारको परामर्श गर्नुहुन्छ। गहिरोसँग प्रभावकारी रूपमा चुसेको भन्ने भयो, स्तनपान सम्बन्धी समस्या भयो, किन भन्दा उसले 10 पटकभन्दा कम यहाँ स्तनपान गराइएको छ। अब आइसिडी कोडमा के लेख्नुहुन्छ त, अब तपाईँले आफ्नो ओपिडीमा तपाईँले रिपोर्ट गर्नुपर्ने के हो? अब अम्लाइकल इन्फेक्सन भनेर त पक्का यहाँ छैन भनेपछि तपाईँले उपयुक्त डायग्नोसिस तपाईँले यहाँ लेख्न सक्नुहुन्छ। ब्याक्टेरियल इन्टेस्टाइनल इन्फेक्सन भयो, अरू इन्फेक्सनहरू हामीसँग के छ, नियोनेटल भनेर केही छ कि सर्च गरौँ। नियोनेटल कन्जक्टिभाइटिस छैन। अदर इन्फेक्सन भनेर केही छ, ब्याक्टेरियल इन्फेक्सन, फङ्गल इन्फेक्सन, एआरटिआई, लोकल स्किन डिजिज अर फङ्गल इन्फेक्सन, युरिनरी ट्र्याक रिप्रोडक्टिभ ट्र्याक इन्फेक्सन, यो कतै पनि मिलेन। तपाईँले अब अदरमा राख्नुपर्छ होला, अदर्स भनेर केही छ हामीसँग सायद। अदर डायरिया। ओके, अब तपाईँले अहिले मैले यसलाई इन्फेक्सनै भनेर राखेँ। यो तपाईँले कुन वर्गीकरणमा राख्न सकिन्छ तपाईँले आफूले सर्च गर्नुहोला। र मैले एमोक्सिसिलिन दिएँ आज शिशुलाई। एमोक्सिसिलिन कति हो, 100 ml को दिएँ। कति पटक भन्दा दिनमा 2 पटक खुवाउने गरी, कति दिनलाई भने जम्मा औषधि दिएको मैले 1 बोतल दिएर पठाएँ, 7 दिनसम्मलाई पुग्छ भनेर। ओके, चाहे 2 बोतल चाहिन सक्छ, 2 बोतल दिएँ। तपाईँले यसै गरी औषधि विवरणहरू थप्न सक्नुहुन्छ। एमोक्सिसिलिन दिएकोमा भनेर टिक लगाएँ। अब परामर्श फलोअप के लागि गर्नुभयो, न्यानो राख्ने गर्नुभयो, तुरुन्त आउने गर्नुभयो, यी सबै कुराहरूमा तपाईँले परामर्श गर्नुभयो र कम्प्लिट गर्नुभयो भनेपछि तपाईँको यहाँ यो आजको कम्प्लिटेड भएर बस्यो। यसरी तपाईँले लेस देन 2 को शिशुलाई सेवा दिन सक्नुहुन्छ। कम्प्लिट गरिसकेपछि तपाईँको यहाँ बस्छ कि बस्दैन भन्ने कुरा, अथवा यहाँ सेभ भयो कि भएन भन्ने कुरा एकपटक इन्स्योर गर्नुहोला। यसरी हामी शिशुलाई सेवा दिन सक्छौँ र पुनः अर्को शिशुलाई सेवा दिनको लागि अथवा अर्को व्यक्तिलाई सेवा दिनलाई सबैभन्दा पहिले यो व्यक्तिलाई क्लोज गर्न नबिर्सनु होला है। र अहिले हामी यो लेस देन आइएमएनसिआई सिबिआइएमएनसिआई कार्यक्रमभित्र छौँ यो विन्डो हेर्दाखेरि। हस्, धेरै धेरै धन्यवाद। अब अर्को कार्यक्रमको लागि हामी अर्को भिडियोमा हेर्छौँ है त।